प्रणाम। जय श्री राधा, जय श्री कृष्ण। परम आदरणीय भक्तजन, श्री राधा, श्री राधा, राधा श्री राधा। यो जुन प्रसंग धेरै अति सुन्दर प्रसंग छ। नारद पाञ्चरात्रमा यो प्रसंग छ। रा शब्दोच्चारणात् भक्तो भक्ति मुक्ति चराति च, धा शब्दोच्चारणे नैव धावत्येव हरे पदम। कस्तो आनन्दको कुरा छ। रा शब्दको यदि उच्चारण गर्ने बित्तिकै त्यो जीवात्मामा भक्ति अनि मुक्ति प्राप्त हुन्छ। रा धा नभनिकन रा जब उच्चारण गर्छ नि, राधा भन्नलाई रा शब्द उच्चारण गर्ने बित्तिकै भक्ति अनि मुक्ति उसले प्राप्त गर्दो रहेछ, उसको स्थान बन्छ। धा शब्द भनिसक्दा त्यो धा शब्दको उच्चारणले श्री कृष्णको चरणलाई उसले प्राप्त गर्दछ। त्यसै गर्दा राधा 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 जप्ता कृष्ण यति खुसी भएर नाच्नु हुँदो रहेछ हाम्रो वरिपरि। एक पल पनि श्री कृष्णले हामीलाई छोड्नुहुन्न। जुन भक्तले राधा 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 जप्छ नि, एक पल पनि परात्पर पूर्ण ब्रह्म परमात्मा श्री कृष्णले छोड्नुहुन्न। त्यस्ती सच्चिदानन्द स्वरूपिणी श्री राधाको नाम संकीर्तन दिनहुँ गाउँ। हामी सक्छौं भने दिनमा 1 घण्टा गाउँ, सकिँदैन भने आधा घण्टा गाउँ, आधा घण्टा पनि सकिँदैन भने हामी 10 मिनेट श्री राधा कृष्ण श्री राधा कृष्ण श्री राधा कृष्ण हरेक समय गाइरहौं। त्यस्तो परमात्मा त खुसी भएर त्यो भक्तको वरिपरि नाच्नु हुँदो रहेछ। एक पल पनि उसलाई छोड्नुहुन्न। अरे राधा राधा जसले गाउँछ नि, श्री कृष्ण उसको पिछे पिछे हिँड्नुहुन्छ। उसलाई यति कृपा गर्नुहुन्छ। कृपा, त्यस्तो कृपा पात्र बन्नको लागि श्री राधा नाम उच्चारण गर्नु पर्दो रहेछ, कृष्णलाई छिट्टै पाउनको लागि। अनि राधालाई छिट्टै पाउनको लागि कृष्ण 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 जप्नु पर्दो रहेछ। अब राधा कृष्ण दुईटै नामलाई हामीहरूले जब गायौं भने दुवैजना राधा कृष्णले हामीहरूलाई कवच जस्तो रक्षा गरिरहनु भएको हुन्छ अनि दिव्य धाम खाली पारिदिनु भएको हुन्छ हामीहरूलाई। प्रणाम।